यो किसानीको मरमा है यो अस्ति छाकेर लगाएर तपाईँ मलदल गरेर मारेको है यो काँक्राको बोट यो किराले खाएर मरेको हो कि के हो थाहै छैन सबै बोट मर्यो। अनि यो चाहिँ यता हेर्नु यो यो काँक्रो के भएको किराले खेतमा खाइरहेछ टुप्पोमा तल्ल परेको छ। अनि यहाँ एउटा चिचेलो लागेको छ। त्यो किसानको चाहिँ मरमा यसपालिको सरकारले चाहिँ नहेरे पनि यो किरा रोकथामको लागि चाहिँ अब अवश्य पहल गर्नु पर्ला जस्तो भइरहेछ। अनि यता चाहिँ यो फर्सीको मुन्टाहरू यहाँ बिक्री नभएर त्यतिकै छ। अब कसैले खान मान्दैन। यो लट्टे भयो। अनि यो इस्कुस लगाएको इस्कुस झाङ पनि आएन। किसानलाई गरी खानु गाह्रो छ। मौसमले हावापानीले सबैले धोका दिइरहेछ। कहिले बाढी आउने, कहिले पानी झरी लाग्ने, कहिले पानी नआउने, खडेरी लाग्ने। अनि हेर्नु नि अब फर्सीको मुन्टा बिक्री नभएर यसरी फलाफल छ। कोही किन्न आउँदैन। त्यो इन्डियाबाट आउने चाहिँ सामान किनेर खान्छ यहाँ काठमाडौँको मान्छेहरूले। तर यहाँको लोकल चाहिँ किनेर खानु खोज्दैन क्या। त्यही भएर किसानले धेरै मार परिरहेछ।